सेल लेखेँ ल मैले, एट द टाइम अफ सेल नै यो स्टार्ट भइसकेको छ। तर क्यास डिस्काउन्ट के छ त भन्दाखेरि एट द टाइम अफ पेमेन्ट इफ conditions during sales are complied। फरक बुझ्नुभयो कि नै? यहाँ चाहिँ के छ भन्दाखेरि ट्रेड चाहिँ यो ट्रेड डिस्काउन्ट जुन छ तपाईले चाहिँ सेल गर्ने बेला नै पाउनुहुन्छ, तर क्यास डिस्काउन्ट चाहिँ के छ भन्दाखेरि पेमेन्टको टाइममा पाउनुहुन्छ। भनेपछि यो के भयो भन्दाखेरि यो युजुअली के सेल्स रहेछ त? क्रेडिट सेल्सको केसमा मात्र पाइन्छ। यो क्रेडिट सेल्सकै केसमा मात्र पाइन्छ या क्यास सेल्समा मात्र पाइन्छ भन्ने छ छैन सर। यो क्यासमा पनि पाउन सक्छ, क्रेडिटमै पनि पाउन सक्छ। तर यो चाहिँ कति बेला पाउने भन्दाखेरि जति बेला सेल्स गर्ने बेला हुन्छ नि, जुन डिस्काउन्ट तपाईँले त्यति बेला दिइदिनु हो नि, त्यो चाहिँ ट्रेड डिस्काउन्ट हो। भनेपछि यसको एन्ट्री जुन हुन्छ, जर्नल एन्ट्री चाहिँ जुन हुन्छ, यसको चाहिँ सेल्स जुन रेकर्डेड हुन्छ नि आफ्टर, सरी यो गिभिङ हो ल, गिभिङ इम्प्याक्ट टु डिस्काउन्ट। जस्तो कि मानौ मैले 1 लाखमा सेल्स गरेको छु ल, 1 लाखमा सेल्स गरेको छु भने मेरो के हुन्छ? यदि ब्याङ्कमा पेमेन्ट आयो भने ब्याङ्क एकाउन्ट डेबिटेड, मैले मानौ 98,000 कलेक्ट गरेँ है। अर्को के भन्दाखेरि डिस्काउन्ट अन सेल्स 2000 मैले डिस्काउन्ट दिएको थिएँ टु सेल्स एकाउन्ट 1 लाख हुन्छ। सर यसलाई यदि क्रेडिटमा भयो भने के हुन्छ? पार्टी एकाउन्ट अनि अर्को डिस्काउन्ट छ, डिस्काउन्ट अन सेल्स टु सेल्स। एमाउन्ट चाहिँ सेम हुन्छ है, 98,000 2000 र यो कति भयो अरे 1 लाख। यहाँसम्म क्लियर छ अहिलेसम्म? यसमा चाहिँ फरक के हुन्छ? यसमा चाहिँ के फरक हुन्छ भन्दाखेरि जुन क्यास एकाउन्ट छ नि, यसको चाहिँ जर्नल इन्ट्री के हुन्छ भन्दाखेरि यदि मैले जुन टाइममा भने त्यही टाइममा पेमेन्ट गरेँ या जुन कन्डिसन भने त्यो कन्डिसनलाई मिट गरेँ भने चाहिँ डिस्काउन्ट पाउँछु, होइन भने चाहिँ डिस्काउन्ट पाउँदिनँ। सर भनेपछि यो 98,000 वालाले फर्दर डिस्काउन्ट पनि पाउन सक्छ? यस। मानु उसले भने थियो यदि तपाईँले 90 डेजभित्र पेमेन्ट गर्नुहुन्छ भने म 8,000 अझै छुट गर्छु भनेर भन्यो भने अब के हुन्छ भन्दाखेरि पार्टी पेबल 98 एकाउन्ट छ नि होइन, पहिले चाहिँ के गर्छ त भन्दाखेरि पार्टी पेबल एकाउन्ट 98,000 छ हो, तपाईँले के गर्नुहुन्छ ब्याङ्क एकाउन्ट डेबिटेड 90,000 होइन, डिस्काउन्ट अन सेल, या तपाईँलाई होइन सर मलाई त यस्तो क्यासवाला डिस्काउन्ट कति राख्ने दिएको छु भनेर पत्ता लगाउन छ भने तपाईँले त एउटा क्यास डिस्काउन्ट भन्ने लेजर पनि बनाउन सक्नुहुन्छ नि होइन र, पत्ता लगाउनलाई। भनेपछि यसमा चाहिँ मैले 8,000 दिन्छु। बेस्ट पार्ट चाहिँ यही हो है, क्यास डिस्काउन्ट बनाएर टु पार्टी एकाउन्ट 98,000। ठिक छ, क्लियर भयो? अब अझै भएन भने भन, ठिक छ है। अरू केही छ? अरू केही क्वेसन सोध्नु भएको थियो? भ्याटवाला है, ल भ्याटको नि कुरा गरौँ नि त। भ्याट तपाईँले यसमा त अब यो पुरै टपिकै भ्याटकै पढाउनु नै पर्ने छ कि ट्याक्सको। त्यो जति बेला ट्याक्समा जान्छ त्यति बेला भन्छु म, जर्नल इन्ट्रीलाई थोरै थोरै गर्छु ल। एउटा हुन्छ पर्चेज गरेको बेलाको र अर्को के हुन्छ त भन्दा सेल्सको बेलाको। मैले पर्चेज गर्ने बेला चाहिँ भ्याट पाउँछु कि भ्याट पे गर्छु? म पे गर्छु। तर पे गर्छु तर मलाई इन कोर्स अफ फर्दरेन्स अफ बिजनेस, यानि कि मलाई बिजनेस अगाडि कन्टिन्यू गर्नु छ भने त्यो मैले कहीँबाट रिकभर गर्ने होला हो। भनेपछि त्यो भ्याट त रिसिभ त मैले भ्याट त अहिले त पे गरिरहेको छु, ब्याङ्कबाट पे गरिरहेको छु, तर त्यो भ्याट मेरो पेएबल हो कि रिसिभेबल हो? नै सोच्नु कि एकछिन। सी
एकदम सरले यसरी हेर्नुभयो भन्दैमा चाहिँ केही फरक होला चाहिँ सोच्दै नसोच्नु, एकछिन सोच्नु न। जस्तो कि मैले अस्ति तपाईँहरूलाई यही क्लासमा इक्जाम्पल दिएको थिएँ। मानौँ उहाँहरूले एसी किन्नुभयो, एसी चाहिँ केमा किन्नुभयो भन्दाखेरि भ्याट बिल गरेर किन्नु भएको छ र तपाईँहरूसँग भ्याट रिकभर गरिरहेछ भनेपछि अब जुन टाइममा यो भ्याटवाला बिल त उहाँहरूले एउटा पर्चेस गर्नुभयो, त्यति बेला त उहाँहरूले भ्याटको पैसा तिरिरहनु भएको छ। तर के इन्ड कन्ज्युमर यो इन्स्टिच्युट हो कि स्टुडेन्टहरू हो यहाँको? र स्टुडेन्ट हो। स्टुडेन्ट हो भने यो चाहिँ थोरै तपाईँहरूबाट लिएर बुझाउनु पर्ने होला, हो कि होइन? भनेपछि पेएबल रहेछ कि रिसिभेबल रहेछ हो? र मैले तपाईँको जस्तो अब स्टुडेन्टलाई भ्याट बिल काटेर दिइरहेको छु भनेपछि भ्याट बिल त मैले सरकारको अगेन्स्टमा रिसिभ गरेर राखिदिएको हो। सी यो कसको ठाउँबाट हेर्नुपर्छ भन्दाखेरि जसले यो बिल रिसिभ गरेको छ नि, मैले तपाईँको ठाउँबाट पैसा तपाईँबाट पैसा त लिएँ, पैसा त पाएँ, तर के मेरो भ्याटवाला पैसा मेरो हो कि सरकारको हो? भनेपछि मैले जुन इन्डाइरेक्ट ट्याक्स हामीले पढाएको थियौँ, अब यो भनेपछि यो मेरो रिसिभेबल हो कि मैले पे गर्नुपर्ने छ गभर्मेन्टलाई हो भनेपछि सेल्समा भ्याट पेएबल हुन्छ, पर्चेजमा भ्याट रिसिभेबल हुन्छ। यहाँसम्म अलिक क्लियर हुनुभयो? बुझ्नुभयो नि? किन भन्दाखेरि यसको इन्ड कन्ज्युमर होइन। मैले चाहिँ के गरेँ भन्दाखेरि स्टुडेन्टले सानो यो एसी एकै दिनमा स्टुडेन्टले कन्ज्युम गर्ने भएन। अब स्टुडेन्टहरूले जसरी कन्ज्युम गर्दै जान्छ त्यसको अगेन्स्टको सर्टेन रिकभरी हो। त्यो चाहिँ मैले चाहिँ एसी यहाँ लगाएको छु, मैले तत्कालीनलाई पेमेन्ट गरेको छु। अब के गर्छु भन्दाखेरि गभर्मेन्टले चाहिँ म के गर्छु त भन्दाखेरि तपाईँहरूबाट रिसिभ अहिले मैले पे गरिदिएको छु भन्दाखेरि जब गभर्मेन्टलाई मलाई केही तिर्नु पर्ने छ, सुन्नु न, तपाईँसँग मैले 1 लाख रुपियाँ लिएको थिएँ हो, तपाईँले पनि मसँग कुनै बेला चाहिँ 50,000 लिनुभएको थियो। स्टार्टिङमा तपाईँले मसँग 50,000 लिनुभएको थियो, पछि मैले तपाईँसँग 1 लाख लिएँ। अब सुरुमा चाहिँ मैले तपाईँलाई 50,000 जसले दिएको थियो त्यसले फिर्ता गर्नु र अर्कोले 1 लाख फिर्ता गर्नु भन्दा राम्रो 1 लाख माइनस 50,000 गरेर 50,000 फिर्ता गर्दै राम्रो होइन र? यहाँ पनि त्यही गर्ने हो। मानौँ मैले यही स्टक छ क्या, म एसी नै बेचिरहेको छु भनेपछि मैले पर्चेज गर्नेको बेला त के गरेको होला? ब्याङ्कबाट पेमेन्ट गरेको होला हो। मानौँ 1 लाखमा एसी चाहिँ एसीको पेमेन्ट गरेको छु। किने के त भन्दाखेरि एसी किने स्टकलाई मैले अहिले एसी नै लेखेँ ल, एसी एकाउन्ट मैले अहिले चाहिँ यही लेखेँ। यत्तिकै एसी नै भयो नि त। ब्याक यो अघिको आउँछ कि आउँदैन म्याम? ए मानौँ मैले चाहिँ यसमा के गरेँ भने एउटा प्रोजेक्टर लेख्यौँ न है, प्रोजेक्टर किनेको थिएँ 1 लाख छ नि, यो 87,000 समथिङ आउँछ। निकाल्नु न एमाउन्टै एक्ज्याक्ट निकाल्नु त, डिभाइडेड 1.13 गर्नु न। कति आयो अरे? 88 आयो, 88,000 यति अहिले यति नै ल्याउँ न होइन? अनि यहाँ कति आउने भयो त्यसो भए? 1 लाख माइनस गरिदिनु न। ल ठिक छ। यहाँ सुरुमा के भन्दाखेरि मैले एसी त किने, 1 लाख पेमेन्ट चाहिँ यसको अगेन्स्टमै गरेको छु, तर प्रोजेक्टर मैले यति बराबरको मात्र ल्याएँ। अब र अर्को चाहिँ के रहेछ, बाँकी जुन 11,505 गरेको छु नि त्यो मेरो चाहिँ मैले पेमेन्ट त गरेँ, तर के को अगेन्स्टमा पेमेन्ट गरिदिएको छु? उहाँहरूले भोलिको दिनमा आएर बिस्तारै कन्ज्युम गर्नुहुन्छ तपाईँहरू, त्यसको अगेन्स्टको पेमेन्ट हो। अब जति बेला मानौँ यही एसीलाई चाहिँ मैले अब के गरेँ भने नि, यही प्रोजेक्टरलाई मेरो ब्याङ्कमा पेमेन्ट आयो, ब्याङ्क एकाउन्ट डेबिटेड, मानौँ मैले यसलाई 1,13,000 बेचेँ ल, टु प्रोजेक्टर टु भ्याट त अघि अब चाहिँ के गर्नुपर्ने छ त? पेएबल है। यहाँ चाहिँ कति थियो? 1 लाख गर्छु नि है, अनि यहाँ चाहिँ कति हुने भयो त? 13,000। अब गभर्मेन्टलाई मैले यो पल्ट भ्याट बुझाउनु बेला चाहिँ कति बुझाउँछु थाहा छ? 11,000। अब जति बेला जुन इयर इन्ड या मन्थ इन्ड यो यसको अगेन्स्टमा गर्नु बेला के छ त भन्दाखेरि पे गर्नुपर्ने
13,000 लेस रिसिभेबल जुन मैले पे गरिदिएको छु कति छ अरे 11,505 कति आउँछ यो 1,495 यति बराबरको भ्याट मात्र तिर्छु सर यो 1,495 अर्कै कसैबाट थाहा हुन्छ जस्तो लाग्छ हेर्नु तपाईँले यो प्रोजेक्टलाई कतिमा बेच्नुभयो 1 लाख तपाईँले कतिमा किन्नु भएको थियो 88,495 हो यसलाई माइनस गर्नु त 1 लाख माइनस 88,495 गर्नु त गर्नु मलाई त थाहा छ सर निस्किन्छ यहीँबाट कि तपाईँहरूले गर्नुभयो भने चाहिँ थाहा हुन्छ कति आएको छ 11,505 हो इन्टु 13% गर्नु यही आयो नि भनेको सर यो भ्याट चाहिँ मैले एक्स्ट्रा कति मात्र बुझाउनु पर्ने हुन्छ थाहा छ जति बराबरको मैले मार्जिन हाल्छु हेर्नु 88,495 बराबरको भ्याटको पेमेन्ट त मैले पहिले गरिसकेको छु भनेपछि अब अझै कति तिर्नु पर्यो सी यो 13,000 पनि तपाईँले चाहिँ पे गर्नु भएन जहिले पनि के हुन्छ भन्दाखेरि एन्ड कन्ज्युमर छ यानि कि जसले लास्टमा हेर्नु न यो मैले मेरो पसलमा ल्याएर यो प्रोजेक्टर राखेको थिएँ प्रोजेक्टरलाई मैले 1 लाखमा बेचेँ भनेपछि के भयो भन्दाखेरि मैले 1 लाखमा जति प्रोजेक्टर लास्टमा जसले लिएर गयो नि त्यसले 1 लाख होइन कति बेच्यो कति पैसा तिरेर जान्छ 1,13,000 यानि कि 13,000 तपाईले एक्स्ट्रा तिरेर गयो हैन र सरकारलाई बुझाउनु पर्ने त नेट टु नेट टोटल 1 लाखमा 13,000 बुझाउनु पर्ने थियो नि त सर तर मैले 13,000 किन बुझाइन किनकि यसलाई किन्ने बेला मैले 11,505 के गरिसकेको छु त पहिले नै रिसिभ गरिसकेको छु सी अहिले यो वाला पार्ट छ हामीले भ्याट रिकन्सिलिएसन भ्याटको जुन एक्सेलको पार्टहरू छ जति छ नि फर्मेटहरू हामी सबै सेयर गर्छौँ यहाँ त्यो पार्टहरूमा जाँदै इजी हुन्छ त्यहाँ चाहिँ तपाईँले यहाँसम्म हामी पुग्छौँ कि जहाँ तपाईँले हाल्ने बित्तिकै जति बेला एमाउन्टहरू हाल्नुहुन्छ नि त्यसले भ्याटमा स्प्लिटहरू गरिदिने त्यो नर्मल इजी कुराहरू छ जति बेला तपाईँले एक्सेलको पार्टहरू सिक्दै जानुहुन्छ त्यो टेबल त्यो फर्मेटहरू तपाईँहरू आफै पनि बनाउन सक्नुहुन्छ एन्ट्री चाहिँ बुझ्नुभयो कि नै ठिक छ है सबैले क्लियर भयो ल अझै केही छ भने भन्नु क्वेसन छ भने सी पढ्नुभयो भने क्वेसन आउँछ पढ्दै पढ्नु भएन भने चाहिँ क्वेसन आउँदैन डाउट आउनु पर्ने हो किनकि त्यो जर्नल एन्ट्रीमा अझै टिडिएसको एन्ट्री थियो कि थिएन त्यसमा टिडिएसको एन्ट्री चाहिँ बुझ्नुभयो सी टिडिएसको रेट अहिले तपाईँलाई थाहा नै हुँदैन छोडिदिनु अहिले टिडिएसको रेट पढाउनु बाँकी छ होइन लाग्छ यसको लागि तपाईँले उता जानुभयो भने नि इन्कम ट्याक्सको गिफ्ट प्राइजेसहरूतिर 10-12 तिर होला कि हो त्यहाँ सेक्सन 10-12 तिर होला यो गएर त्यति बेला त्यहाँ हेर्नुभयो भने चाहिँ दिएको छ क्या टिडिएस त यसमा गिफ्टहरूमा यता जता छ होइन एकदम म्याक्सिमम जति पोसिबल रेट छ नि टिडिएसको त्यही गएर काटिन्छ अरू छ केही सर हामीले त हेरेकै छैनौँ थाहा छैन है ठिक छ छैन भने हेर्नु पर्यो ल म क्लासमा अलिअलि यस्तै जिस्काइरहन्छु नपढ्नेलाई त्यही भएर त्यसलाई नराम्रो मान्नु पर्दैन त्यसलाई यो सोच्ने हो कि मलाई पढ्न भनिरहनु भएको छ अब गाली गर्ने उमेरमा त हुनुहुन्न नि त कोही पनि अनि भन्ने भनेको यसरी टन्टै गर्ने हो ल यत्रो भइसकेको छ अब यस्तो नभन्दा हुन्थ्यो जस्तो लाग्छ होला यस्तै भन्छु म लास्ट डेसम्म भन्छु है डाउनलोड गर्नुभयो इन्स्टल पनि गर्नुभयो इन्स्टल गरिसक्नुभयो भने कहाँसम्म कहाँ के छ म्याम तपाईँकोमा अहिले के छ एजुकेसनल मोडमा जानु त तपाईँहरूको एजुकेसनल मोडमा होला एजुकेसनल मोडमा इन्ट्री गर्नुभयो त्यहाँ क्रिएटमा जानु न अनि कम्पनी नयाँ कम्पनी क्रिएट गर्नु ल स्टार्ट गरौँ ल सबसे पहिले नाम अनि यहाँ माथि चाहिँ एउटा पाथ पनि आइरह होला नि तपाईँहरूकोमा छ कि छैन यो पाथ यो वाला पर्सन हुनुपर्ने हो है त्यो भने कहाँ के हो भन्दाखेरि तपाईँको यो डेटा चाहिँ तपाईँले चाहिँ कहाँ कम्पनीको पाथ चाहिँ कहाँ गएर चाहिँ यो कम्पनीको पाथ स्टोर हुन्छ यसको डेटाहरू चाहिँ कहाँ स्टोर गर्ने हुन्छ अब कतिपल्ट के हुन्छ भन्दाखेरि मानौ तपाईँलाई आफूबाट यो काम भएन तपाईँ आफ्नो सिनियरलाई सोध्नु छ र तपाईँ दुईजनाको युजर आइडी नै फरक छ भने अब युजरलाई के गर्नुहुन्छ कि त आफ्नै ल्यापटप दिनु पर्यो कि त कम्पनीको डेटा दिनु पर्यो कम्पनीको डेटा दिने कसरी यदि नर्मली एउटा हेर्नुहुन्छ भने के हुन्छ भन्दाखेरि यसले के भन्यो डी ड्राइभमा ट्याली प्राइम भनेर त्यहाँ डेटा छ हो ल नि त जाउँ डी ड्राइभमा डी ड्राइभ गएँ कसको छ सी ड्राइभमा किनकि ड्राइभै एउटै होला है
ट्याली प्राइममा जानुभयो भने चाहिँ यहाँ डेटा हुन्छ ल। यहाँ डेटा भन्ने फोल्डर थियो नि होइन, तपाईँले हेर्नुहुन्छ भने यो भनेको यही थियो, त्यहाँ माथि अघि हेर्नु त डी ड्राइभ ट्याली प्राइम डेटा, र यहाँ जाउँ त डी ड्राइभ ट्याली प्राइम डेटा सेम छ कि छैन? यदि तपाईँलाई ठिक छ अर्कोपल्ट मलाई यसको लोकेसन चेन्ज गर्नु छ भने मलाई जस्तो यहाँ सिधै पुग्नु छ होइन, मानौ म यहाँ छु, जानुपर्ने कहाँ छ भन्दाखेरि यहाँ गएँ, सेलेक्ट गरेँ, कन्ट्रोल भी गऱ्यो भने हेर्नु त्यो फोल्डर आफै तानिन्छ है। ठिक छ नि? मेरो चाहिँ डी ड्राइभमा राखेको छ, त्यही भएर हो। तपाईँहरूले सी ड्राइभमा पनि हाल्न पाउनुभयो, जति ड्राइभ बनाउन मन लाग्यो त्यति गएर बनाउन सक्नुहुन्छ है। स्प्लिट स्टोरेजमा गएर त्यहाँ गएर स्प्लिट गर्न सक्नुहुन्छ। यहाँसम्म ठिक छ? यो भनेको चाहिँ अब यो 1000, 1001, 1002, के अरे 10002 या 1,00,000 कति छ होइन, यो भनेको के भन्दाखेरि यो कुनै न एभ्री कम्पनीको यो डेटा हो। यहाँ अहिले कति देखिरहेको छ 3,307 हेर्नुहुन्छ भने त्यहाँ कम्पनीको लिस्ट पनि हेर्नुहुन्छ होला भने त्यति नै होला। कतिवटा छ हेर्नु न, 7वटा थियो नि है, नामै तोकेर दिएको छ नि, यो हो यो हो सबै तोकेरै भनिरहेको छ हो। त्यसरी तपाईँले चाहिँ कम्पनीको डेटा, अब कसैलाई मलाई डेटा दिनुपर्ने छ भने म के गर्न सक्छु भन्दाखेरि यो फाइल मात्र कपी गरेर दियो भने चाहिँ अर्कोले डेटा हेर्न पाउने भयो। ठिक छ? यहाँ त सर यसरी देखिन्छ हेर्नु, तर त्यहाँ जति बेला लगइन गर्नुहुन्छ यो डेटाहरू चाहिँ पाउनुहुन्छ। ठिक छ? ठिक छ, क्रिएट अ कम्पनी गरौँ, कम्पनी क्रिएट गरौँ। के नामको कम्पनी बनाउने ट्राई गरौँ न, कमर्स ट्रेनिङ। अनि यो सेक्टरमा अलिक काम गर्न मन छ भने नि घर बसेर पनि हातको स्पिड चाहिँ एकदम क्विक हुनु पर्यो है, खोजेर हुँदैन, एबिसिडी खोजेर हुँदैन, घर बसेको बेला पनि स्पिड चाहिँ अलिक क्विक गर्नुपर्ने हुन्छ। किबोर्ड सकेसम्म कम युज गर्नुहोस्, मैले अस्ति पनि भनेको थिएँ, यानि सरी माउस सकेसम्म कम युज गर्नुहोस्, किबोर्ड युज म्याक्सिमम गर्नु। माउसको युज जति कम गर्न सक्नुभयो त्यति राम्रो हो। क्विक चाहिँ स्पिड बढ्दै जान्छ। सर केही भएन भने अल्टले गर्नु होला, कम्तीमा हेर्नुहुन्छ ठाउँ चेन्ज भइरहेको हुन्छ। सकेसम्म माउस कम युज गर्नु। ल एड्रेस विराटनगर, अब कम्पनीको नाम एउटा हुनसक्छ कि, जस्तो कम्पनीको नाम एउटै होला तर त्यसैले चाहिँ चिठी पठाउने नामहरू चाहिँ फरक हुन्छ है, एड्रेस गर्ने चाहिँ फरक हुनसक्छ। जस्तो कि तपाईँले मलाई कम्पनी नेम भन्नुभयो होइन, मानौ मलाई चाहिँ के डिटेल यसमा अर्गनाइज गर्नु छ भने ज्ञान सेतुकै छ, मानौ ज्ञान सेतु मिडिया भन्ने छ, उहाँहरूले सबै ठाउँ के गर्नुभएको छ ज्ञान सेतु मिडिया भनेर एउटा राख्नु भएको छ, र ज्ञान सेतु मिडियाको बिलिङ सिलिङ सब तपाईँले हेर्नुहुन्छ, तपाईँलाई इन्टरनली थाहा छैन, तर उहाँहरूलाई के छ भन्दाखेरि ज्ञान सेतु मिडियाले चाहिँ कसरी पर्फर्म गर्दो रहेछ भनेर हेर्न मन छ। उहाँहरूले के गर्नुभयो भन्दाखेरि कम्पनी नेम भनेर सबै बनाएर बनाउनु भयो, तर उहाँहरूलाई के छ भन्दाखेरि मैले यहाँ कम्पनी नेम कमर्स ट्रेनिङ मात्र पनि राख्न सकिन्छ, यहाँ कमर्स ट्रेनिङ प्राइभेट लिमिटेड पनि राख्न मिल्छ क्या। भनेको अर्थ नट नेसेसरली मलाई चाहिँ चिठी पठाउँदा त आधिकारिक आउनु पऱ्यो नि त होइन, जुन मलाई एड्रेस भएर आएको लेटरहरू जुन छ त्यो त अफिसियल जे एक्ज्याक्ट पुरा नाम हो त्यही हुनु पऱ्यो नि त, त्यो चाहिँ तानेको। ल कन्ट्री आयो प्रोभिन्स, मानौ तपाईँहरूकोमा यो आउँदैन होला, कोसी नै आयो, आयो आफैले लेख्नुभयो, ए आफैले लेख्दा त हुन्छ, ठिक छ, राम्रो कुरा हो त्यसो भए। मोबाइल नम्बर लेख्नुहोस् 9802025852 लेखेँ, इमेल एड्रेस राखेँ मैले roshan.yadav@rkca.com.np लेखेँ मैले, वेबसाइट हाल्न मन छ rkca.com.np पनि गरेँ। मलाई चाहिँ अब यसलाई यदि चाहिँ कुनै है यहाँबाट यदि कुनै छ भने छ, छैन भने यहाँ मलाई चाहिँ पुरानो होइन यसलाई राख्ने चाहिँ कहाँ होइन राख्न पाइयो, छैन सर मैले यसैमा राखिदिएँ। ठिक छ, आफैमा हराउनु भएको छ जस्तो छ म्यामहरू।
ठिक छ यहाँसम्म केही पनि नहाल्नु अहिले पहिले चल्थ्यो मोड अफ कम्युनिकेसन अहिले इमेल आएदेखि इमेल राम्रो चल्छ फ्याक्स एक्सको काम छैन भन्न सी अल दिज आर मोड अफ कम्युनिकेसन फ्याक्स गर्नुहोस् पोस्ट अफिस बक्स पिओ बक्स होला होइन टेलिफोन छ मोबाइल छ सर टेलिफोन किन छ मोबाइल मात्र भएको भए हुन्थ्यो होइन दिज आर अल मोड अफ कम्युनिकेसन ल ठिक छ नि अब तपाईँले चाहिँ के सोधिरहेको छ भन्दाखेरि तपाईँको फिस्कल इयर कहिले स्टार्ट हुन्छ भनेर सोधेको छ तपाईँहरूकोमा एडी डेट मात्र होला बिएस पक्कै नहोला यो चाहिँ नहोला हो ठिक छ मैले चाहिँ एडी तपाईँहरूले जस्तो अहिले चाहिँ फर्स्ट मार्च राख्नु न जस्तो मैले यसको राखेँ के भयो अरे म्याम बेस करेन्सी एनआरएस छ नि त्यही एनआरएसको फुल नेम चाहिँ के हो भनेर चाहिँ नेप्लिज रुपिज हो भनेर भनेको छ आइएनआर हाल्नु भने इन्डियन रुपी भनेर आउँछ ल 16 जुलाई 2026बाट गरेँ 17 यसरी लु होइन ठिक छ 32मा सकिनु परेन ए ठिक छ नाइस ध्यान दिएछ अफिसमा ठिक छ है नेप्ली रुपी गरेँ यहाँ फर्मल नेम जे छ आइएनआर र तपाईँहरूकोमा इन्डियन रुपी आइरह होला सी यो फ्लो स्टार्टिङमा चाहिँ तपाईँले जति बेला यो क्रिएट गर्ने ठाउँहरू हुन्छ नि लोकेसन मैले गरिरहेको बेला नि एकपल्ट पुरै यहाँ हेरिदिनु त्यसपछि तपाईँहरूलाई प्र्याक्टिस गर्न टाइम दिन्छौँ ल सँगसँगै गर्न थाल्नुभयो भने चाहिँ गाह्रो हुन्छ तपाईँहरूले कम्पनी ओपन क्रिएट गर्ने बेला डाउनलोड गर्ने बेला छ त म आरामले बसिरहेको थिएँ नि त्यही भएर चाहिँ यहाँ चाहिँ कहाँ गएर समस्या भयो भन्नु त यहाँ आयो के अरे यहाँ सेभड एक्सेल 4 सिबिएमएस त्यस्तोहरू केही आएछ कहाँसम्म पुग्नु भएको छ भन्नु त खै हेर्नु त आइरहेछ त तपाईँको बुक्स पिकनिङ फ्रम टेन्सन नलिनु तपाईँको एजुकेसनल मोड हो नि त म्याम है एजुकेसनल मोड हो ठिक छ यहाँ आयो आइरहेछ त दिइरहेछ यहाँ त्यही छ फर्मेट तपाईँको जान्छ हो नजाने कुरै छैन ठिक छ जे आउँछ त्यही रहन दिने किन सर किनकि तपाईँहरूको पेड भर्जन होइन तिनीहरूले जे डेट दिन्छ तपाईँले चल्न पर्ने त्यही डेटले हो है ठिक छ सुन्नु न त्यो डेटले के लिन देन छ तपाईँले जहाँ काम गर्न पाउनुहुन्छ त्यहाँ एक्ज्याक्ट डेट पाइहाल्नुहुन्छ है इन्ट्री गर्नु अझै इन्टर गर्नु कम्पनी सेभ गर्नु कम्पनी एउटा क्रिएट हुन्छ एक्सेप्ट एस भनेर गर्ने ल भयो कम्पनी एउटा क्रिएट भयो अब तर हेर्नु पर्यो है इन्टरले कहाँ कुदाइरहेछ ल त्यसपछि यसको चाहिँ अझै फिचरहरू यहाँ छ होइन यो पोर्सन त आउँछ होला नि आउँछ है अब यहाँ चाहिँ यो पोर्सनहरू चाहिँ चिन्नु पर्यो यसमा भन्न चाहिँ के भनिरहेछ सो मोर फ्युचर्समा एस गर्नु भने चाहिँ हो नो गरिदिनु भने त केही पनि आउँदैन ल त्यसलाई एस गर्नु नो छ भने त्यसलाई एस गर्नु ल र सो अल फिचर्सलाई पनि एस गर्नु ठिक छ अनि आयो यति अहिले ठिक छ है
अब यहाँ के भन्दा छ भन्दाखेरि मेन्टेन एकाउन्ट्स भनेर भन्दैछ, एकाउन्ट्स मेन्टेन गर्ने एज गरेको हो। इनेबल बिल वाइज इन्ट्री भनेर भनेको छ, यानि कि सर बिल वाइज इन्ट्री गर्ने किन, यानि कि यसले के गर्छ भन्दाखेरि डिफल्ट तपाईँलाई 1 पछि 2 आउँछ भनेर चाहिँ यसले इनेबल गर्छ क्या। यानि कि तपाईँले सेकेन्ड गर्ने बित्तिकै त्यसलाई पनि फेरि तपाईँले पनि चुज गर्न पाउनुभयो। यानि कि सुरुमा तपाईँले 1 गर्नुभयो भने जस्तो मैले अहिले यो कम्पनी क्रिएट गरेँ र जति बेला भाउचर गर्न थालेँ भने मलाई यदि भाउचर नम्बर 01 क्रिएट गर्नु छ, अर्कोपल्ट गऱ्यो भने त्यसले 02 आफै डिफल्ट बनाएर दिन्छ। सर त्यसलाई मैले अल्टर गर्न मिल्छ कि मिल्दैन? मिल्छ हेर्नु। तर चाहिँ के छ भन्दाखेरि त्यसले बाई डिफल्ट यति नम्बर हो भनेर चाहिँ देखाउँछ ल। 1 पछि 2 आउनुपर्ने हो नि त, 2 पछि गरेको छु, त्यसपछि फेरि 1 गरिरहेको छु, घरि 5 गरिरहेको छु, यो होइन। यसले चाहिँ के गर्छ त भन्दाखेरि बिल वाइज इन्ट्री चाहिँ देखाउँछ ल। अनि अर्को के चाहिँ यसले अर्को के दिन्छ भन्दाखेरि बाई बिल जुन एभ्री बिल वाइज छ त्यसको डेटा पनि तपाईँले चाहिँ सेपरेटली पाउनु मिल्छ। त्यसपछि इनेबल कस्ट सेन्टर्स भनेको छ। सर यो भने चाहिँ के हो? कस्ट सेन्टर्स भने चाहिँ के हो? अहिले यसमा नो छ, यसलाई एस गरेर पनि चेक गर्दा हुन्छ। सी जस्तो अघिको यहीँको ज्ञान सेतुको भने होइन, मानव ज्ञान सेतुले एउटा लोकसेवा क्लासको लागि छुट्टै गराएको छ, यताको लागि चाहिँ एकाउन्ट्सको लागि छुट्टै गराएको छ। अब उहाँलाई के हेर्नु छ भन्दाखेरि एकाउन्ट्सवाला क्लास प्रोफिटेबल छ कि छैन भनेर हेर्नु छ है। भनेपछि उहाँले टोटलमा त ज्ञान सेतु नै छ नि त, यसको पनि छोडिदिनु न। तपाईँलाई हेर्नु एउटा तपाईँको के भन्दाखेरि हस्पिटल छ, हस्पिटलमा के छ त भन्दाखेरि डेन्टलको पनि छ र अर्को चाहिँ तपाईँको गाइने छ, के अरे अर्थो छ, डिफ्रेन्ट सेगमेन्ट्सहरू छ हो। अब उसलाई के हेर्नु छ भन्दाखेरि कुन सेगमेन्ट प्रोफिटेबल छ, कुन लसमा छ, कुन धेरै प्रोफिटेबल छ। अब यदि नर्मल इन्ट्री गर्दै गयो भने त यसको के देखिन्छ? टोटलिटीमा देखिन्छ नि होइन र, पुरै अर्गनाइजेसनको मात्रै देखिन्छ। तर यदि मैले कस्ट सेन्टर एस गर्ने बित्तिकै चाहिँ के हुन्छ भन्दाखेरि अब मैले सेगमेन्ट वाइज पनि त्यसलाई एउटा कस्ट सेन्टर माने, मानौँ मैले चाहिँ अर्थवालाले एउटा कस्ट सेन्टर माने भने त्यसको पनि रिपोर्ट देखिन्छ। अहिलेलाई चाहिँ तत्कालीनलाई नो गरेर नै हेरौँ, एस गरेर पनि हेरौँला, ठिक छ। किन पहिले सर नर्मल सिकौँ, त्यसपछि कर्सिभ पनि सिकौँला। त्यसपछि इनेबल इन्ट्रेस्ट क्यालकुलेसन। सर इन्ट्रेस्ट क्यालकुलेसन भन्नाले मानौँ मैले चाहिँ इन्ट्रेस्ट क्यालकुलेसन सर्टेन यस्तो होला जहाँ चाहिँ मैले लोनको डेजहरू क्यालकुलेट गर्नु छ, जहाँ इन्ट्रेस्ट रेटहरू दिन्छु होइन, यति दिन भयो भने यो इन्ट्रेस्ट रेटले क्यालकुलेट गर्नु, त्यो पोर्सनहरू चाहिँ कहाँ गर्छ भन्दाखेरि यसलाई एस गऱ्यो भने यसले डिफल्ट इन्ट्रेस्ट क्यालकुलेसन पार्टहरू पनि हेर्छ। सी यो जति बेला पनि जेसुकै हेर्नुहोस्, एक्सेल चलाउनुहोस्, यो चलाउनुहोस्, जुनसुकै सफ्टवेयर चलाउनुहोस्, नप्रयोग गरे पनि त्यो भित्र भएको सामानले चाहिँ के गर्न सक्छ, त्यसको अप्सनले के गर्छ भनेर चाहिँ थाहा हुनुपर्छ। सो द्याट तपाईँलाई मानौँ भोलिको दिनमा चाहिँ यो लाग्यो कि ओहो ट्यालीले चाहिँ यो डिफ्रेन्ट सेगमेन्ट बनायो भने चाहिँ काम गर्ने रहेछ कि छैन भनेर थाहा हुनलाई त तपाईँले यसले गर्छ के भनेर थाहा भयो भने कम्तीमा चाहिँ यो थाहा हुन्छ कि होइन ट्यालीमा यस्तो अप्सन केही न केही चाहिँ छ है। होइन सर अर्को कुरा त गुगल छँदैछ, त्यहाँबाट त सब थाहा हुन्छ, पिरे नमार्ने हुन्छ। क्वेसन गर्नु भने त्यसले यहाँ गएर यो खोज्नु भनेर चाहिँ भनिदिन्छ, तर एभ्री टाइम चाहिँ त्यसले सहयोग नगर्न सक्छ है। त्यसपछि के भने एकाउन्टिङको लागि भन्यो, हेर्नु न मोड्युल छुट्याइदिएको छ हो। एकाउन्टिङको मोड्युल छुट्टै छ, इन्भेन्ट्री छुट्टै छ, ट्याक्सको छुट्टै छ, अनलाइन एक्सेसको छुट्टै छ। सर यो अनलाइन एक्सेस के हो भन्छु म, पेरोल यानि कि एचआरवाला पार्ट छुट्टै छ र अदर्स भन्ने छुट्याएको छ। अनलाइन एक्सेस भनेको चाहिँ मैले ट्यालीलाई, ट्यालीको जस्तो म अनर हो, ठिक छ, मेरो अफिसमा कसैले काम गरिरहेछ, आज चाहिँ मेरो सेल्स कति भयो, कति के भयो भनेर झट्ट मलाई डेटा मात्र हेर्नु छ। सी अगेन भन्दैछु, मैले हेर्न मात्र मिल्छ, चलाउन मिल्दैन। भनेपछि के गर्न पाइयो भन्दाखेरि यसलाई तपाईँले लाइभमा गएर चाहिँ डेटा हालिदिन मिल्छ, जहाँ चाहिँ ट्याली लगइन गर्नुभयो भने चाहिँ तपाईँको अनरले चाहिँ डेटाहरू चाहिँ हेर्न मिल्छ, आजको सेल्स कति भयो, पर्चेज कति छ, के छ, त्यो डेटाहरू चाहिँ हेर्न मिल्छ। तर त्यो भ्यू अप्सन मात्र छ, के छैन अरे एडिट गर्ने अप्सन चाहिँ हुँदैन, ठिक छ। इन्भेन्ट्रीमा हेर्नु है त, मेन्टेन इन्भेन्ट्री गर्ने कि नगर्ने भनेर सोधिरहेको छ। यो फ्रिज छ त ए आइसक्यो ल, हेर्नु त कति सजिलो छ। नो गर्ने बित्तिकै सबै आफै नो भइदिन्छ है। किन? खाना खानु छ छैन भनिसकेपछि त के पाकेको छ किन भन्नु होइन, त्यस्तै कुरा हो। सिधै नो भन्ने बित्तिकै मुनिको अप्सन सबै आफै नो भइदिन्छ। तर एस गर्ने बित्तिकै अब एस गर्ने बित्तिकै अरू अप्सनहरू पनि के गर्ने भनेको छ। इनेबल मल्टी प्राइस लेभल्स भनेर सोधेको छ।
यानि कि एउटै एउटै प्रडक्टको डिफ्रेन्ट लेभल्समा रेटहरू डिफ्रेन्ट राख्न चाहनुहुन्छ भनेर सोध्दैछ। हो, राख्न सकिन्छ। मानौँ मैले रिटेलरको लागि एउटा राख्न सक्छु, हो, रिटेलरको लागि एउटा राख्न सक्छु, डिस्ट्रिब्युटरको लागि एउटा राख्न सक्छु, होलसेलरको लागि छुट्टै राख्न सक्छु। यहीँ पनि यस्तो होला जस्तोलाई मानौँ, यहीँ हेरौँ है, यहाँ के भन्दाखेरि जस्तो यो तपाईँको कोर्समा 3टा प्याकेज छ, हो, 3टा कुरा भनेछ नि त। कसैले चाहिँ मलाई एउटै मात्र प्याकेज पढ्न आयो भनेपछि उसको लागि एउटा रेट राख्न सकिन्छ। कसैले चाहिँ 3वटै प्याकेज पढ्छु भनेपछि उसले एउटा मोड्युल लिएको थियो, त्यो अर्को मोड्युल पनि पढ्न आयो भने यो अटोमेटिकली यो गर्न सकिन्छ कि मेरो कन्टिन्युइङ युजर छ भने त्यसको लागि अर्को मोड्युलमा चाहिँ रेट छुट्टै दिने, होइन, गर्न सकिन्छ नि त। यानि कि के भन्दा इनेबल मल्टिपल प्राइस लेभल्स, प्राइसको लेभल्सहरू डिफ्रेन्ट राख्न चाहनुहुन्छ, नो छ, यसलाई पनि यस गरौँ है, गर्न सकिन्छ। अनि इन्टिग्रेट एकाउन्ट्स विथ इन्भेन्ट्री, पहिले त यो होला होइन। एकाउन्ट्स विथ इन्भेन्ट्री भनेको चाहिँ के भन्दाखेरि इन्भेन्ट्रीको जति पनि छ त्यो चाहिँ तपाईँको एकाउन्ट्समा पनि हिट गर्ने कि नगर्ने भन्दा छ। यानि कि इन्भेन्ट्रीलाई चेन्ज गऱ्यो भने मेरो एकाउन्ट्सवाला पोर्सनमा पनि चेन्ज हुनु पर्यो। हेर्नु न, अहिले पहिले यहाँतिर ध्यान नदिनु, सोच्नु त तपाईँको बुक्स अफ एकाउन्टमा पर्चेस गरेछ, सेल्स गरिसक्यो भने त्यसले मेरो स्टक हिट गर्नु पर्यो गरेन? मैले मेरो आजको दिनमा मसँग 10वटा एसी थियो, मैले एउटा एसी सेल गरिदिएँ भने त्यसले मेरो एकाउन्ट्सको इन्भेन्ट्रीमा पनि त 9वटा स्टक देखाउनु पर्यो नि। अनि एउटा बराबरको सेल्स देखिनु पर्यो, होइन, सिओजिएस हिट गर्नु पर्यो, प्रफिट हिट गर्नु पर्यो। त्यही सोधिरहेछ तपाईँको एकाउन्ट्सलाई इन्भेन्ट्रीसँग चाहिँ इन्टिग्रेट गर्न चाहनुहुन्छ कि नै भनेर सोधिरहेछ। एस गरेँ ल। त्यसपछि हजुर, त्यसपछि सोधिरहेछ अर्को इनेबल मल्टिपल प्राइस लेभल्स भनेको छ। अहिलेलाई एस नो जे गरे पनि भयो, ठिक छ। मैले अहिलेलाई एस गरेँ, भएन, अघि अर्को मल्टिपल लेभलै बनाएन भने चाहिँ परेन। इनेबल ब्याचेस भनेर सोधिरहेछ। मानव मेरो फार्मेसी छ या मेरो ग्रोसरी छ, जहाँ चाहिँ के हुन्छ भन्दाखेरि एकपल्टमा एउटा यो जस्तो यो बनायो भने यो एकपल्टमा एउटा बन्दैन नि त। मानव एउटा ट्याब्लेट हो, एकपल्टमा यो बन्दैन। यानि कि तपाईँले नोटिस गर्नुभएको छ, कहिलेकाहीँ न्युज हेर्नुहुन्छ भने के भन्छ भन्दाखेरि यो मेडिसिनको यो पुरै ब्याचलाई फिर्ता मगाइरहेछ भनेको एकपल्टको ब्याचमा आजको दिनमा मैले मानव एउटा कफ सिरप बनाउनु पर्यो भने त्यो कफ सिरप जस्तो मानव 50,000वटा बन्यो भने एउटामा डिफल्ट हुने बित्तिकै सबै कफ सिरपमा डिफल्ट हुन्छ। सर कसरी डिफल्ट हुन्छ? सबै त छुट्टा छुट्टै डब्बा छ। सी, त्यो कसैले चाहिँ यति चाहिँ यो हालौँ, यति यो हालौँ र एउटा डब्बा प्याक गरौँ भनेर बन्दैन। त्यो कसरी भन्छ भन्दाखेरि बिओएम छ है, बिओएम छ, यहाँ छ कि छैन अहिले हेरौँला ल। बिओएम भने यहीँ रहेछ त, यो होइन, अहिले हेरौँला ल। बिओएम भनेको चाहिँ के छ भन्दाखेरि बिल अफ मटेरियल, यानि कि एउटा कफ सिरप बनाउनलाई कुन कुन सामान कति भनेर चाहिँ यदि अपरेट गर्यो भने त्यो ब्याचको सबै मेडिसिनको लागि त्यति नै भनेर निस्किन्छ क्या। यानि कि यस, यानि कि एकपल्ट यदि त्यो बनिसक्यो भने त्यो राम्रो भयो भने इन्टायर ब्याचै राम्रो हुन्छ, बिग्रियो भने इन्टायर ब्याच पनि बिग्रिन सक्छ है। त्यही भनेर चाहिँ यसले के सोधिरहेछ, ब्याच मेन्टेन गर्ने कि नै। कुनै मेडिसिन छ तपाईँहरूसँग भने त्यहाँ हेर्नु होला, त्यहाँ लेखेको हुन्छ ब्याच। तपाईँलाई इभन जुनसुकै प्रडक्ट, जुन एडिबल प्रडक्टहरू हुन्छ त्यसमा पनि गएर हेर्नुहुन्छ माथि बिएटिसिएच ब्याच लेखेको हुन्छ। अब यसले के भन्दा चाहिँ ब्याच मेन्टेन गर्ने कि नै भनेर भन्यो, मैले एस गरिदिएँ ल। अब यसले के भन्दा छ भन्दाखेरि मेन्टेन एक्सपाइरी डेट फर ब्याचेस। यस्तो हेर्नु, यदि तपाईँले नोटिस गर्नुभएको छ पसलमा गएर केही कुरा तपाईँ हेर्नुहुन्छ अनि के भन्नुहुन्छ, सर यो एक्सपायर्ड प्रडक्ट छ, अर्कोवाला दिनु न भन्नुहुन्छ। अनि उसले चाहिँ कतिपल्ट नोटिस गर्नुभएको छ कि नै त्यसले 5वटा 7वटा निकाल्यो भने 7वटै एक्सपायर हुन्छ। किनकि एउटै ब्याचको हो भने त एउटा एक्सपायर भयो भने अर्को सबै एक्सपायर हुन्छ, किनकि सबै एकै दिन त बनाएछ। सबभन्दा इजी इक्जाम्पल हेर्नु छ भने डेरी प्रडक्ट्स हेर्दा हुन्छ। जुन नर्मल सानो पसलेहरू हुन्छ नि, जुन एक दिनै आएको छ, त्योसँग तपाईँले एउटा निकाल्नु अर्को निकाल्नु, सामानहरूमा हेर्नु न, त्यो पहेँलो कलरले जुन लगाएको हुन्छ त्यसमा रेट हुन्छ, हेर्नु एमएफजी हुन्छ, एक्सपी डेट हुन्छ, हो, डु नटमा पनि हुन्छ, हो। भनेपछि यसले के भन्दा छ, तपाईँले सबै एउटा के अरे तपाईँले ब्याचको लागि एक्सपायरी डेट मेन्टेन गर्न चाहनुहुन्छ भने यानि कि एउटा ब्याचको लागि एउटा एक्सपायरी डेट राख्यो भने त्यसमा 10वटा प्रडक्ट गऱ्यो भने मैले एभ्री टाइम चाहिँ राख्नु पर्दैन क्या। त्यसले एउटै ब्याचै तपाईँको एक्सपायर भयो भनेर चाहिँ नोटिफाई गरिदिन्छ मलाई। मैले यसलाई पनि एक्स गरिदिएँ। इनेबल जब अर्डर प्रोसेसिङ भनेर भन्दैछ ल। जब अर्डर प्रोसेसिङ भनेको के हो? आज यो सबै चिनौँ ल, पहिले भोलि यसमा काम गर्छ, पहिले यसलाई चिनौँ। भोलि गएर फेरि क्लासमा गर्ने बेला सर यो के हो भनेर चाहिँ नसोध्नु, यो सोध्न पाउनुभयो, मलाई त्यसमा इरिटेसन हुँदैन। तर गर्न चाहिँ के पर्यो भन्दाखेरि घरमा एकपल्ट गएर हेर्नु चाहिँ पर्यो, रिभाइज गरिदिनु पर्यो, त्यति हो।
होइन भने 3 महिना यहाँ आउनुहुन्छ, यत्रो पैसा पनि जान्छ, समय पनि नाश हुन्छ, फेरि 3 महिनापछि त्यतिमै त बस्ने इच्छा त कसैले छैन नि त। इन्टेन्सन त पढ्ने भनेरै आउनुभएको हो नि त सबैजना। त्यही भएर कम्तीमा आफूलाई त्यति चाहिँ टाइम दिइदिनु। अरू त जे गर्दै हुनुहुन्छ सबै बिजी हुनुहुन्छ, हेर्नु न। कोही काम गरिरहनु होला, कोही पढिरहनु भयो होला, कोही काम गरिरहेको छु म पनि। त्यही पनि यदि म टाइम भइरहेको छ भन्दाखेरि तपाईँहरूले पनि टाइम चाहिँ थोरै निकालेर चाहिँ रिभिजनको लागि चाहिँ राख्नु पर्यो। के भनिरहेको छ सर, इनेबल जब अर्डर प्रोसेसिङ भनेर सोध्दैछ। यानि कि मैले काम लगाएको छु, एउटा ब्याच यदि जब अर्डर निकालिरहेको छ भने त्यसको चाहिँ तपाईँले जब अर्डर प्रोसेसिङ बनाउने के इनेबल गर्ने कि नै भनेर भने एस पनि गर्न पाउनुभयो, नो पनि गर्न पाउनुभयो। अहिलेको केसमा चाहिँ यो हुँदैन। युजुअली यो कहाँ हुन्छ भन्दाखेरि जस्तो लाइटहरू बन्ने हुन्छ नि, तिनीहरूले एउटा जब अर्डर दिएर के भन्छ भन्दाखेरि यतिको स्क्रु कसेर दिनु है भनेर भन्यो भन्दाखेरि एकपल्टको जब अर्डर गएको छ क्या। यानि कि यतिसम्म हुन्छ तपाईँलाई। जुन यही पेपर कटिङ फ्याक्ट्रीहरू हुन्छ नि, उनीहरूले एकपल्टको जब अर्डरमा भनेको छ जस्तो 1000वटा कपी बराबरको पेपर गरेर भन्नु निकाल्नु भनेको छ। या तपाईँहरूको कपी जुन हुन्छ उसले के भन्यो भन्दाखेरि 1000 के अरे 100 पेजको चाहिँ 100 पेजको चाहिँ के भनेको छ भन्दाखेरि कपी निकाल्नु भनेको छ। यानि कि एकपल्टमा 100वटा कपी बराबर निकाल्नु भनेको छ भन्दाखेरि एउटा कपी सक्यो कि सकेन त्योसँग मतलब छैन क्या। हाम्रो कुरा के भन्दाखेरि एउटा इन्टायर एकपल्टको जब अर्डर चाहिँ गएको छ कि छैन भनेर त्यो रेकर्ड मेन्टेन गर्ने कि नै भनेर सोध्दैछ। ठिक छ, कस्ट पनि ट्र्याकिङ भनेको छ, सेम कुरा हो कस्ट ट्र्याकिङ र यो। त्यसपछि भनेको छ युज डिस्काउन्ट कलम इन इन्भोइसेस। यानि कि अब जुन तपाईँले इन्भोइस बनाउनुहुन्छ, एउटा बिल काट्ने होला नि, बिलमा चाहिँ डिस्काउन्ट कलम चाहियो कि चाहिएन। यानि कि एउटा कलम जस्तो कि यहाँ रेट होला सबै गरेर एउटा डिस्काउन्टवाला कलम चाहियो कि चाहिएन भनेर सोध्दैछ। ठिक छ सर, एउटा नो छ, यसलाई पनि एस गरौँ न है। अब यसले सोध्दैछ डिस्काउन्टको फर्मेट के चाहियो तपाईँलाई, पर्सेन्टेजमा चाहियो, एमाउन्टमा चाहियो कि बोथ एमाउन्ट एन्ड पर्सेन्टेजमा चाहियो। किन सर, डिस्काउन्ट दिने तरिका त यही हुन्छ नि, होइन र? कि त तपाईँलाई 5% डिस्काउन्ट दिन्छ, कि त कसैले के हुन्छ होइन तपाईँलाई म 500 डिस्काउन्ट दिन्छु, कि त होइन 5% र 500 दुइटै दिन मिल्छ, होइन? आइदर दिन पाइयो। ठिक छ, आइदरवाला अप्सन चाहिँ यसमा छैन, यसमा बोथवाला चाहिँ छ। यानि कि 5% र दुइटै देखिन्छ। अहिलेलाई मैले बोथ गरेँ ल। ठिक छ, ठिक छ। युज सेपरेट एक्चुअल एन्ड बिल्ड क्वान्टिटी कलम्स इन इन्भोइसेस। नो, कस्ट ट्र्याकिङ भनेको मेरो खर्चलाई ट्र्याक गर्दैछु है। जब ट्र्याकिङ भनेको मैले दिएको एसाइनमेन्टलाई ट्र्याक गर्दैछु है। ठिक छ। युज सेपरेट एक्चुअल एन्ड बिल्ड क्वालिटी के अरे क्वान्टिटी कलम्स इन्भोइसेस छ। यानि कि तपाईँको एक्चुअल कति छ र बिल्ड क्वान्टिटी कति कति गर्नुभयो इन्भोइसमा भन्ने कुरा हो। यसलाई अहिलेलाई चाहिँ नो राखौँ, एस गरेर पनि हेरौँला। ट्याक्सेसनमा तपाईँहरूकोमा जिएसटी या त्यस्तो केही आउँछ होला, के आएको छ? भ्याटै छ, पर्फेक्ट रहेछ भाइ। ल, इनेबल भ्याट भ्यालु एडेड ट्याक्स छ, यसलाई नो नहोइन एस गरिदिउँ ल। र भ्याट एप्लिकेबल फ्रम कहिले सोधिरहेको छ, आजकै डेट हालिदिउँ न, जे छ तपाईँको त्यही हालिदिनु ल। अब यति गर्ने बित्तिकै भ्याट काट्नलाई त प्यान नम्बर चाहिन्छ, आइपुग्नु हो नि यहाँ। ठिक छ, सबै कम्पनीको एउटा युनिक नम्बर हुन्छ। जस्तो तपाईँ स्कुलमा जानुभयो भने तपाईँ कलेजमा पढिरहनु भएको छ भन्दाखेरि एउटा रजिस्ट्रेसन नम्बर होला सबैको हो। त्यस्तै व्यवसायलाई चाहिँ उसको नामले भन्दा पनि उसको केले चिन्दो रहेछ त भन्दाखेरि प्यान नम्बर हो। प्यान नम्बर भनेको युनिक आइडेन्टिटी अफ अ बिजनेस हो है, युनिक आइडेन्टिटी अफ अ बिजनेस हो। यानि कि त्यो बिजनेसको लागि तपाईँलाई यस्तो हुनसक्छ कि यहीँ दुइटै पसलको नाम चाहिँ रोशन रोशन भनेर भेट्न सक्नुहुन्छ है, तर दुइटैको चाहिँ के हुन्छ त भन्दाखेरि प्यान नम्बर सेम हुँदैन। नेपालमै हेर्नुहुन्छ भन्दाखेरि नेपालमै विराटनगरमा सेम प्यान नम्बर भएको चाहिँ यहाँको प्यान नम्बर र काठमाडौँमा सेम प्यान नम्बर भन्ने हुँदैन। तपाईँ आफै हेर्नु न, एज ए स्टुडेन्ट तपाईँको इन्टायर यदि कोही टियुमा दर्ता हुनुहुन्छ भने टियुको रेजिस्ट्रेसन नम्बर तपाईँको लागि युनिक हो। अब तपाईँ विराटनगरमा बस्नुभयो भने चाहिँ 1 र काठमाडौँको लागि अर्को 1 हुँदैन नि। त्यस्तै प्यान नम्बर चाहिँ के हुन्छ भन्दाखेरि इन्टायर कन्ट्रीमा चाहिँ के छ भन्दाखेरि युनिक नम्बर हो। मानौँ अहिले नेपालमा चाहिँ यो 9 डिजिट युनिक नम्बर हुन्छ है, 9वटा डिजिटको युनिक नम्बर हुन्छ। यानि कि तपाईँको प्यान नम्बर र मेरो प्यान नम्बर फरक नहुन सक्छ, फरक हुन्छ। ठिक छ हो, ठिक छ। 1 2 3 4 5 6 7 8 9 9 डिजिटको हुन्छ ल। जे हाल्दा पनि हुन्छ, त्यसमा केही पनि फरक छैन। कसैलाई आफ्नै प्यान नम्बर हाल्न मन छ भने हाल्न मिल्छ, मैले नहालेको मात्र हो। ठिक छ। अब यसले सोध्दैछ इनेबल एक्साइज। सर एक्साइज भनेको के हो? यो पनि काइन्ड छैन है,
छैन भने पनि केही छैन, भन्न चाहिँ भनिदिन्छु। एक्साइज भनेको पनि अ काइन्ड अफ इन्डाइरेक्ट ट्याक्सै हो। यो कस्तो कुराहरूमा लाग्छ भन्दाखेरि म्यानुफ्याक्चरिङ प्रडक्टहरूमा प्राय लाग्छ है। जस्तो तपाईँले प्लास्टिक कुराहरू बनाइरहनु भएको छ होइन, प्लास्टिकको केही आफै म्यानुफ्याक्चरिङ गरिरहनु भएको छ, स्टिल बारहरू बनाइरहनु भएको छ, रक्सीको कसैले सेल गर्दैछ, रक्सी त तपाईँ पसलमा लिएर पनि बेच्दिनुहुन्छ भने एक्साइजमा हुनुपर्छ। सुरोटहरूमा हुनुहुन्छ भने चाहिँ हो है। अहिलेलाई इनेबल नो गरौँ, रक्सी पसल होइन मानौँ है, यहाँ अगाडि जाउँ। अनलाइन एक्सेसलाई अहिले छोडिदिउँ। मेन्टेन पेरोल सोध्दैछ, यानि कि तपाईँले स्टाफको चाहिँ पेरोल पनि यहीँ राख्न चाहँदै हुनुहुन्छ भनेर भन्दैछ। पेरोल भनेको जस्तो मसँग 10वटा स्टाफ छ भने त्यसको स्यालेरीहरू सबै डिटेलहरू यहीँ राख्ने इच्छा छ, एस गर्ने। अहिले चाहिँ नो गरौँ। यो सेक्सन चाहिँ पेरोलवाला सेक्सन छुट्टै एक दिन चाहिँ पुरै पेरोलवाला मात्रै रहला ल। यसैलाई चाहिँ एक दिन कम्पनीलाई कुनै बेला पनि तपाईँले एडिट गर्न मिल्छ, त्यो टाइममा चाहिँ एडिट गरेर पेरोल एस गरौँ ल। त्यसपछि त्यो दिन चाहिँ कम्पनीको एक दिन पेरोल मात्रै हेरौँला ल। ठिक छ। अदर्स सोधिरहेछ, इनेबल मल्टिपल एड्रेसेस भनेर सोध्दैछ। मल्टिपल एड्रेसेस कस्तो बेला चाहिन्छ सोच्नुहोस् त। यहाँ अटलको कतिवटा पसल हेर्नु भएको छ, अटल फार्मेसी भनेर। यता ट्राफिक चोकमा छ, के अरे ट्राफिक चोकमा छ, त्यहीँ जलजला मोडमा छ, विराट नर्सिङ होम अगाडि छ, ठ्याक्कै दोबीतिर छ एउटा हेरेको थिएँ मैले अस्ति, 3 पैनीमा रहेछ लु, इटरीमा छ। अब त्यसले चाहिँ हेर्नु, मानव त्यसलाई चाहिँ एकै ठाउँबाट सबै सेल्स पनि हेर्नु मन छ, उसले के गर्छ त इनेबल मल्टिपल एड्रेस गर्छ। ठिक छ, ठिक छ नि। मानौ न ज्ञानज्योति अहिले तपाईँहरूले यति धेरै गर्नुभयो कि क्लासभरि भराउ भइसक्यो होइन, यहाँ भ्याउँदै नभ्याएर अर्को बिल्डिङ पनि लिनु परेछ। अब त्यहाँ के गर्नु पऱ्यो त, मल्टिपल एड्रेसमा त हेर्नु त पऱ्यो नि, कुन एड्रेसमा कति स्टुडेन्ट आउँछ। हुनसक्छ होला यहाँ चाहिँ थोरै आयो अन्त धेरै आइदिए कि, यहाँ अन्त एड्रेसेसमा अर्को ठाउँमा खोल्न त खोल्नुभयो तर त्यहाँ त्यस्तो यहाँ जस्तो चलेन कि, त्योहरू चाहिँ कहाँ गर्नु पऱ्यो भन्दाखेरि मल्टिपल एड्रेस हिसाबले पनि गर्न पायो। अहिले चाहिँ नो गरेँ। मार्क मोडिफाइड भाउचर्स भनेको छ, यानि कि कुनै भाउचर्सलाई मैले पुरानो भाउचरमा केही चेन्ज गरेँ र त्यो कुरा मलाई त्यसको लग देखिनु छ, या त्यो कुरालाई चाहिँ मलाई त्यसको एड्रेसेस हेर्नु छ कसले गर्यो। कहिले पनि कुनै कम्पनीमा हुनुहुन्छ भने, तपाईँ इम्प्लोइ हुनुहुन्छ भने तपाईँतिरको इन्टेन्सन हुन्छ यो चाहिँ अरूले थाहा नपाओस् होइन, तर अनरको ठाउँबाट हेर्नु हो भने उसको इच्छा के हुन्छ, यस्तो जसले चलायो त्यो चाहिँ मलाई थाहा होस्। किन होला, मानौ तपाईँले 50,000को एन्ट्री थियो, तपाईँले त्यसलाई 5 लाख गरिदिनु भयो, एउटा मात्र जिरो त थप्नु भएको छ होइन। अब 4.5 लाख रुपियाँको तलमाथि भइगयो। हुनसक्छ होला त्यो तपाईँको गुड फेथ होला, कुनै बेला 5 लाखले लेख्नु बेला 50,000 भइदियो, तर अब त्यो मलाई कसरी थाहा हुन्छ तपाईँले त्यो 50,000लाई 5 लाख गर्नुभयो। यदि मैले यसलाई एस गरेँ भने चाहिँ मलाई चाहिँ पछि थाहा हुन्छ यसले 50,000लाई 5 लाख गरेको थियो। त्यसपछि मैले तपाईँलाई बोलाएँ र त्यसपछि तपाईँलाई सोधेँ अनि तपाईँले भन्न पाउनुभयो सर त्यो लेख्ने बेला नि 50,000 होइन 5 लाखै थियो, मैले 5 लाख लेख्नु पर्ने ठाउँमा 50,000 लेखेको छु, त्यसलाई सही गरेको छु अनि त्यसले देखिन्छ जेन्युन हो। ठिक छ, पर्फेक्ट है। यो चाहिँ मैले अहिलेलाई एस गरेँ ल। इनेबल एचएस कोड फर स्टक अर ग्रुप आइटम्स भनेर सोधेको छ। अहिले यदि बिलको फर्मेट हेर्नुभयो भने नि इन्टरनेट छ है, बिल फर्मेट एज पर आइआरडी नेपाल गरेँ ल। हेर्नु त क्लियरै भएन त, यो क्लियर छ नि है। यहाँ एउटा एचएस कोड छ, तपाईँहरूलाई याद छ भने लास्ट टाइमको क्लासमा यहाँ के अरे हाम्रो विवेक सरले एकछिन एचएस कोडबारे भन्नुभएको थियो, याद छ, हार्मोनाइज सिस्टम कोड भनेर भन्नुभएको थियो। अनि उहाँले के भन्नुभएको थियो भन्दाखेरि यो प्रडक्टलाई मैले यहाँ अर्कै एउटा नामले लेखिदिन्छु, बोतलको नाम मैले यहाँ एउटा राखिदिउँला, अर्कोले अर्कै भन्ला, तर ग्लोबल चाहिँ कसरी थाहा होस्, किनभने ग्लोबली त एक ठाउँ बिजनेस हुन्छ, त्यो सबैको नाम चाहिँ एउटा कोड यस्तो हुन्छ जस कोडबाट चाहिँ नेपालमा पनि त्यो कोड हाल्यो भने त्यो कोडलाई जे नामले दिन्छ त्यो देखाउँछ। अर्को कन्ट्रीले हुनसक्छ त्यो बोतल यहाँ बोतल भन्छ त्यहाँ चाहिँ अर्कै के भन्छ होला होइन। तर कसरी चिन्यो भन्दाखेरि एउटा कोड हुन्छ जसले चाहिँ यो सबैले युनिफर्मिटी मेन्टेन गर्छ, त्यसलाई के भन्छौँ, एचएस कोड। अझै अस्ति क्लासमा कसले सरहरूले भन्नुभएको थियो नि हाम्रो उसको बारे, के बारे भनिदिनु भन्नुभएको थियो, प्रज्ञापन पत्रबारे जुन भन्नुभएको थियो नि, प्रज्ञापन पत्रबारे म पनि भनिदिउँ ल। अझ मभन्दा राम्रो पनि एक दिन विवेक सरलाई पनि टाइम दिइदिउँ न भन्छु, उहाँ त भन्सार एजेन्टै हो होइन, अझ मजाले भनिदिनुहुन्छ ल। ठिक छ,
अनि यही भन्दैछ एचएस कोड गर्ने कि नगर्ने हेर्नु, यदि तपाईँले यसैबाट बिल काट्दै हुनुहुन्छ भने तपाईँकोमा एचएस कोड त अब हुनै पर्यो होइन। किन नेपाल सरकारले नै एचएस कोड राख भनिसकेपछि त मैले नराख्ने भन्ने कुरा हुँदैन। यसैबाट सेल गर्नुहुन्छ भने एचएस कोड पनि एस गर्नु पर्यो। अब भन्दा छ लेजर मिति अलवेज स्टार्ट्स फ्रम श्रावण, यो तपाईँहरूकोमा अलि नहोला है, ए छैन, ठिकै छ, यहाँ ठिकै छ है। लेजर मिति अलवेज स्टार्ट्स फ्रम श्रावण किन सोधेको छ भन्दाखेरि तपाईँको सबैमा चाहिँ श्रावणबाटै स्टार्ट हुन्छ कि हुँदैन भनेर सोधेको छ। मेरोमा चाहिँ हो हुन्छ भनेर अहिले चाहिँ नो एस जे गर्न पनि पाउनुभयो, मैले एस गरेँ। इज क्यालकुलेट एक्जेम्प्ट एन्ड ट्याक्स अन इच आइटम्स अफ इन्भोइस दिइरहेछ। अब सबै प्रडक्टमा ट्याक्स नलाग्न पनि सक्छ। ट्याक्स हुँदाको अर्थ मैले यहाँ भने सबैमा चाहिँ भ्याट नलाग्न पनि सक्छ। कति भ्याट लाग्ने आइटम हुन्छ र कति नन भ्याटेबल आइटम हुन्छ। यसको लागि कहाँबाट थाहा हुन्छ सर? सेड्युल छ। सेड्युल 1 अफ द भ्याल्यु एडेड ट्याक्स भनेर सोधिरहेछ। जुन भ्याल्यु एडेड ट्याक्स हेर्दै जानुहुन्छ नि, यसमा गएर हेर, अरे आजैको पनि गर्न सक्नुहुन्छ कि कहीँबाट भयो भने आइआरडीमा जानु, यहाँ त सब थोक छ। अहिलेलाई यति बुझ्नु कि यहाँ एउटा केही छ ल, सेड्युल 1 आज घर गएर हेर्न मिल्छ। तपाईँहरूले सेड्युल 1 अफ भ्याट एक्ट खोज्नुभयो भने त्यहाँ यस्तो आइटमहरू हेर्नुहुन्छ जस्तो हस्पिटलमा भ्याट लाग्दैन हो, हस्पिटलमा भ्याट लाग्दैन, विद्युतमा लाग्दैन, त्यो लगाइदियो होइन, मैले सुनिरहनु भएको छ नि। त्यस्तो ल्याबको आइटममा लाग्दैन, फार्मेसीको कति कुरामा लाग्दैन, कतिमा लाग्छ। फार्मेसीको सर्जिकल आइटममा लाग्छ, त्यो के अरे मुटुको जुन बल्बहरू हुन्छ त्यसमा लाग्दैन। अब तपाईँलाई यदि हेर्नुहुन्छ भने यही चस्मा मैले पसलबाट लिएँ भने नि यसमा भ्याट लाग्छ, पसलबाट लियो भने चाहिँ भ्याट लाग्छ। तर यही डक्टरले लेखेर दियो भने होइन उहाँलाई चाहिँ यो चस्मा दिनु भनेर डक्टरले यदि सजेस्ट गरेको छ, यानि कि म एज मेडिकल प्रिकसनको रूपमा लिइरहेको छु भने चाहिँ भ्याट लाग्दैन, सो अफको लागि लिइरहेको छु भने चाहिँ भ्याट लाग्छ। भनेपछि त्यो कसरी थाहा हुन्छ? त्यो पढेरै थाहा हुन्छ। अहिले टेन्सन नलिनुहोस्, जहाँ काम गर्नुहुन्छ तपाईँहरूले पनि खोज्न पनि पाउनुभयो, होइन भने तपाईँहरूको कम्पनीमा पनि जहाँ काम गर्नुहुन्छ, यहाँ केही गर्नुहुन्छ, तपाईँहरूको यही सिनियर होला, त्यो सेड्युलमा खोज्नुभयो भने थाहा हुन्छ। सर तपाईँले सब थाहा छ छैन, हामी पनि खोज्ने नै हो। कति कुरा थाहा हुन्छ, थाहा नभएको कुरा चाहिँ छ कि छैन भने त्यसैमा गएर हेर्छौँ। सबै त कसैलाई पनि थाहा छैन, इभन त्यो गभर्मेन्टलाई पनि थाहा हुँदैन है, सबैले सबै कुरा थाहा हुँदैन। ल नो गरेँ अनि एक्सेप्ट गरेर एस गरिदिएँ। ल एउटा कम्पनी क्रिएट भएछ नि है, कमर्स ट्रेडिङ प्राइभेट लिमिटेड भनेर, ठिक छ। तपाईँहरूकोमा पनि यो यस्तै आइरह होला नि, के भयो म्याम? यहाँ आउँदैन होला कि, यो त आउँछ नि, यहाँ अर्को कम्पनी पनि अघि ओपन थियो त्यही भएर आइरहेछ। ल यहाँसम्म ठिक छ? हजुर म्याम आएन? अनि अझै कम्पनीभित्र छिरिसकेपछि त कहाँ आउँछ? आइसकेको छ त, अझै त्यो भित्र छिरिसक्नु भएको छ। अनि है अब नर्मल कुरा छ, कम्पनीबारे केही हेर्नु पऱ्यो भने यहाँबाट हेर्ने, डेटा छ, एक्सचेन्ज छ। इम्पोर्ट भनेको यानि कि यो कम्पनीको कुनै मानव कसैले चाहिँ मानौँ न त्यो ज्ञान सेतु अहिले अरूसँग अडिट गरेर आएको थियो, अब यो वर्षबाट मैसँग गराउँछु भनेर पुरानो डेटा छ। अब पुरानो डेटा मैले सबै किन इम्पोर्ट गर्नु? मानौँ यहाँ एक्सेलमा केही एउटा टेम्प्लेट छ, त्यहाँबाट सबै इम्पोर्ट गर्न पाएँ। या मानौँ यही ज्ञान सेतुले मलाई भन्यो भोलिदेखि सर तपाईँ अब टाटा बाई बाई, म अब यहाँ भोलिदेखि अर्को अडिटर राख्छु, अब उसलाई चाहिँ तपाईँ मेरो पुरानो डेटा दिइदिनु भनेर भन्यो है, मानौँ उहाँहरूले राख्नु भएको छैन। या यतिसम्म पनि त हुनसक्छ आजसम्म ट्याली युज गरिरहेको थियो, भोलि अर्को सफ्टवेयर युज गरिरहेछ, डेटा त चाहियो नि, त्यो डेटा कहाँबाट लान्छ? अब त्यसले चाहिँ के गर्यो भने यही डेटा चाहिँ जसरी ल्याउनु पर्ने भयो त्यही निकाल्नु पऱ्यो भने के गर्ने त? एक्सपोर्ट गर्ने, सेयर गर्ने। यहाँ भइसक्यो, प्रिन्ट यहाँ भयो, हेल्प भनेको छ, यो कल सपोर्टहरू भनेको चाहिँ तपाईँहरूमा छ कल सपोर्ट छ छैन है? कल सपोर्ट भनेको चाहिँ यहाँको भएर होला, ठिक छ। अब क्रिएट केही कुरा बनाउनु पऱ्यो भने चाहिँ कहाँबाट गर्ने अरे? क्रिएटबाट।
सर क्रिएट भनेको चाहिँ जस्तो कि मैले एउटा भोचर क्रिएट गर्नु पर्यो भने पनि यहीँबाट क्रिएट गर्ने होइन है। क्रिएटबाट के यहाँ क्लिक गर्नु त के आउँदो रहेछ, ग्रुप, लेजर, करेन्सी, भोचर टाइप हो। एकाउन्टिङको लागि एकाउन्टिङ मास्टर्स, अब हेर्नु है, यसलाई जेनरलाइज गर्नु। एकाउन्टिङ मास्टर्स, इन्भेन्ट्री मास्टर्स र स्ट्याट्युटरी डिटेल्स यही छ कि छैन? भनेपछि यो के भन्दाखेरि मलाई यसमा चाहिँ के बनाउन सक्छु भन्दाखेरि नामहरूको दिएर एउटा स्ट्रक्चर चाहिँ बनाउन सक्छु भनिरहेछ है। यानि कि मलाई एकाउन्टिङ रिलेटेड केही बनाउनु छ, जस्तो ग्रुप है। ग्रुप सर कस्तो ग्रुप भने? ग्रुप भनेको कस्तो भन्दाखेरि जस्तो मलाई ब्याङ्क बनाउनु छ, क्यास एन्ड ब्याङ्क बनाउनु छ। सर यो हुनसक्छ नि त, ज्ञान सेतु कहिले हुनसक्छ कि हुँदैन कि 10वटा ब्याङ्कमा खाता होला, हुनसक्छ नि त। तर सबैले चाहिँ एकै ठाउँ तान्ने चाहिँ के हो? ग्रुप, क्यास एन्ड ब्याङ्क या ब्याङ्क भयो, ठिक छ। यो पनि त हुनसक्छ। एसेट्स भनेको त ठुलो हो नि होइन, एसेट्सभित्र अब सानो हुनसक्छ नि। एसेट्सभित्र पनि हेर्नु न के हुनसक्छ, बिल्डिङ हुनसक्छ र बिल्डिङभित्र पनि डिफ्रेन्ट ठाउँ हुनसक्छ हो। तपाईँहरूले त्यस्तो कुरा यदि एउटा ठुलो ग्रुप बनाउनु पर्यो भने ग्रुपमा हो, एउटा पार्टिकुलर के बनाउनु पर्यो भने लेजरमा हो। करेन्सीमा भनेको जस्तो तपाईँले एनपिआर बाहेक पनि केही बिल गरिरहनुभएको छ भने यहाँबाट हो। भाउचर टाइप पनि क्रिएट गर्न पाउनुभयो, बाई डिफल्ट यसमा चाहिँ सर्टेन भाउचर टाइप हुन्छ, त्यो बाहेक पनि तपाईँलाई बनाउनु मन छ भने यहाँबाट बनाउन पाउनुभयो। इन्भेन्ट्रीमा पनि त्यस्तै छ। अब तपाईँले के सामान बेच्नुहुन्छ उसलाई कसरी थाहा हुन्छ होइन, त्यसमा पनि मलाई हेर्नु न, इन्भेन्ट्री मास्टर्स भन्दैछ। इन्भेन्ट्री मास्टर्स मैले एउटा पसल खोलिरहेको छु, त्यहाँ चाहिँ के गर्नु भन्दाखेरि स्टक ग्रुप हेर्नु छ। अब कहिलेकाहीँ हेर्नु भएको छ पसलमा छिर्ने बित्तिकै भन्छ ए क्लास 2 को बुक छैन, मानव उसले सफ्टवेयर चलाइरहेको छ भने कसरी थाहा हुन्छ? उसले स्टक ग्रुपमा गएर हेऱ्यो भने चाहिँ जस्तो क्लास 2 को एउटा स्टक बनाएको होला, त्यो स्टक ग्रुपभित्र चाहिँ स्टक क्याटेगोरी र स्टक आइटम बनाउन पायो। स्टक ग्रुप अझै ठुलो बनाउनलाई चाहिँ मैले भन्दाखेरि कलेज र स्कुल बनाउन पायो। स्टक क्याटेगोरीमा स्कुलको भित्र चाहिँ के बनाउन पायो त? क्लास 1, क्लास 2, क्लास 3 बनाउन पायो। क्लास 1 को भित्र चाहिँ गराउन पायो त भन्दाखेरि स्टक आइटम्स इन्डिभिजुअल बनाउन पायो। र युनिट हुनसक्छ केही कुरा डजनमा होला हो। अब कसैले चाहिँ लिक्विडहरू केही गरिरहेछ, लिक्विड पनि केही सेल गरिरहेछ, त्यसले चाहिँ अब लिक्विडको युनिट त त्यो हाल्न त मिलेन, लिटर हाल्ने होला, त्योहरू यहाँबाट चेक गर्ने। गोडाउन पनि मेन्टेन गर्न पाउनुहुन्छ, नट नेसेसरीली मेरो सबै यहीँ पसलमै हुन्छ भन्ने हुँदैन। गोडाउन छ भने गोडाउन पनि मेन्टेन गरेर त्यहाँ राख्न सक्नुहुन्छ। प्राइस लेभल किन देखिरहेछ? किनकि अघि मैले चाहिँ के गरेको थिएँ त, प्राइस लेभल मेन्टेन गरेको थिएँ हो। अब यहाँ मैले प्राइस लेभल चाहिँ मेन्टेन गर्न पाइयो, जस्तो कि मैले गरेँ होल सेलर हो, डिस्ट्रिब्युटर र रिटेलर हो। अब यदि हेर्नुहुन्छ भने यसलाई चाहिँ यहाँ सुरुमा पहिले बनाउनु डिफ्रेन्ट ठाउँ होइन, अनि यो गरिसकेपछि के हुन्छ भन्दाखेरि जुन तपाईँले भित्र अब सबै प्रडक्टको इन्डिभिजुअली तपाईँले के गर्नु पर्यो भन्दाखेरि 3वटै लेभलमा के रेट फिक्स गर्न चाहनुहुन्छ भनेर पनि हाल्न पाइयो, ठिक छ। प्राइस लिस्ट भनेको चाहिँ के छ भन्दाखेरि यसलाई फाल्नुभयो भने जस्तो एकै ठाउँ मलाई डिफ्रेन्ट स्टक आइटमहरूको चाहिँ ग्रुपहरूको चाहिँ ल्याउनु पर्यो, या स्टक क्याटेगोरी वाइज मलाई प्राइस लिस्ट तान्नु छ या हेर्नु छ भने यहाँबाट ल्याउन पाइयो। सर स्ट्याट्युटरी डिटेल्स भनेको के हो? यो भ्याट रेजिस्ट्रेसन डिटेल र प्यान र इन्कम ट्याक्सको नम्बर भनेर भन्छ हो। यति बुझ्नु, नेपालको लागि यो दुइटै के हो त? एउटै हो है। सर नेपालमा प्यान र भ्याट के हो? जुन दिन हामी भ्याटवाला क्लासमा जान्छौँ, भ्याट कसलाई लाग्छ, किन लाग्छ होइन, त्यो पोर्सनमा जाउँला, कस्तो कस्तो केसमा भ्याटमा जानुपर्ने हुन्छ भनेर हेरौँला होइन। अहिलेलाई चाहिँ के बुझ्नु भन्दाखेरि त्यही प्यान नम्बरलाई मलाई इच्छा या मलाई चाहिँ बाध्यतावश, दुईवटा कुरा छ है, एउटा कम्पलसरी छ र एउटा चाहिँ के छ त भन्दाखेरि तपाईँको आफ्नो विल बेसिसमा यदि तपाईँ छ, स्वेच्छाले तपाईँ जान चाहनुहुन्छ भन्दाखेरि पनि तपाईँ भ्याटमा जान पाउनुभयो होइन। भ्याटमा जानलाई केही पनि त्यो छैन अब्स्ट्रक्सन, त्यही हो। यदि तपाईँ जुन दिन भ्याटमा जान चाहनुहुन्छ भने तपाईँले अपग्रेड गर्न चाहनुभयो भने तपाईँलाई बस के दिइदिन्छ भन्दाखेरि त्यही नम्बरलाई एकपल्ट प्यानलाई पनि भ्याटमा पनि दिइदिन्छ कि यो मान्छे भ्याटमा पनि दर्ता छ। होइन सर मलाई त त्यस्तो गर्नु छैन, म भ्याटमा छु, मलाई अब चाहिँ त्यो कन्डिसन मिट गरिरहेको छैन भने त्यही भ्याटलाई पनि नर्मल तपाईँले चाहिँ भ्याटबाट डिग्रेड गरेर आफूलाई चाहिँ डिरेजिस्टर गरेर आफूलाई प्यानमा मात्र पनि राख्न पाउनुभयो, ठिक छ। आजलाई यहीँसम्म गरौँ होला है। अनि यो स्ट्रक्चरहरू हेर्नु, अब केही छैन, यो कम्पनी जुन बनाउनु भयो नि, यो कम्पनीमा ऱ्यान्डम ग्रुपहरू बनाउनु, ऱ्यान्डम लेजरहरू बनाउनु ल। तपाईँलाई एउटा ब्यालेन्स सिट हेरेर जे लाग्छ मन सबै यसमा चाहिँ हाल्न पाउनुहुन्छ, ठिक छ। अब अर्को दिनको क्लासमा के गर्छौँ त भन्दाखेरि
अनि सर यदि केही मेरोमा अहिले के छ भनेर कहाँबाट थाहा हुन्छ? एउटा नोटिस गर्नु भएको छ, यहाँ सी क्यापिटल छ, ए क्यापिटल छ, होइन बोल्ड गरिदिएको छ अर्को कलरमा, यो भने के हो? सर्टकट हो। जस्तो मैले सी थिच्ने बित्तिकै क्रिएटमा जान्छ इएससी, अब सर योभन्दा बाहिर जानु छ, इएससी थिच्यो भने म बाहिर जान्छु ल। सर मलाई सिधै नै मेरो चार्ट अफ एकाउन्ट कस्तो छ भनेर हेर्नु छ, एच थिच्नु न है। नो गरेँ ल। मलाई मेरो भाउचर्सहरू हेर्नु छ, हेर्नु न तपाईँले उठाउने भाउचर्सहरू यस्तै होइन त? जर्नल लिजर उठाउनुहुन्छ होला, सेल्स लेजर भाउचर। अब यसमा पनि केही छैन भने जर्नलले त सबथोक निकालिदिन्छ, जर्नलले त जस्तो पनि हुन्छ नि त है। अर्को क्लासमा इन डिटेल हेरौँला। भोलि तपाईँहरूले अब गर्ने के हो भन्दाखेरि, कसैलाई ट्राई गर्न मन छ भने, सेल्फ प्र्याक्टिस गर्न मन छ भने, अस्ति जति पनि जर्नल इन्ट्री पास गरेको छ नि, अस्ति जुन गरेको छ त्यति बराबरको चाहिँ अब के गर्ने त भोलि हामी क्लासमा, भोलि त्यही 73 वटा लेजर जे जति छ नि, 73 को तलवाला चाहिँ अलि छोडेर माथिको जति चाहिँ के गर्छ त हामी यसमा भोलि इन्ट्री गर्छौँ ल। ओके, थ्याङ्क यू।